नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ आजको न्यू लेक्चरमा। आजको लेक्चर रहेको छ कन्डिसन अफ ट्रिग्नोमेट्रिक आइडेन्टिटीको बारेमा छलफल गर्नेछौँ। आजको लेक्चर नम्बर हाम्रो 3 रहेको छ, हेर्न सक्नुहुन्छ। यसभन्दा अघि हामीहरूले दुईवटा टपिकहरू कभर गरिसकेको छौँ, जुन चाहिँ हामीहरूको ट्रिग्नोमेट्रिज अफ सम मल्टिपल्स ट्रान्सफर्मेसन अफ ट्रिग्नोमेट्रिक फर्मुला फर्स्ट रहेको थियो लेक्चर नम्बर 2 मा, जुन चाहिँ र लेक्चर नम्बर 1 मा चाहिँ हामीहरू मल्टिपल्स रेन्ज मल्टिपल्सको बारेमा छलफल गरेका छौँ। यदि तपाईँहरू त्यो लेक्चर हेर्नुभएको छैन भने त्यो पनि लेक्चर हेर्नु होला। ट्रिग्नोमेट्रीको एकदमै नै इम्पोर्टेन्ट टपिकहरू कभर गरेको छौँ हामीहरू। सो बिना टाइम वेस्ट गरिकन हाम्रो आफ्नो टपिकतिर लागौँ। यदि यो सुरुवात हुनुभन्दा अघि तपाईँहरूसँग एउटा छोटो रिक्वेस्ट छ कि भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने तपाईँको एउटा सब्सक्राइबरले हामीहरूलाई मोटिभेट गर्छ कन्टेन्ट्सहरू प्रदान गर्नमा। त्यस्तै यदि तपाईँहरू व्हाट्सएप ग्रुपमा जोइन हुनुभएको छैन भने व्हाट्सएप ग्रुपमा पनि जोइन हुनुहोला। त्यता तपाईँहरूलाई सर्ट नोट्स र क्वेसन्सहरू यसैको रिलेटेडहरू पाइन्छ हरेक लेक्चरको, त्यहाँ गएर जोइन हुनुहोला। सो अब हामी आफ्नो टपिकतिर लागौँ। हाम्रो टपिक रहेको छ कन्डिसन अफ ट्रिग्नोमेट्रिक आइडेन्टिटिज। सो हामीहरू धेरै नै ट्रिग्नोमेट्रिक आइडेन्टिटिजहरू पढेको छौँ। हामी तपाईँहरूलाई थाहा छ भने यो साइन स्क्वायर प्लस कस स्क्वायर इज इक्वल्स टु 1, यो जुन यो साइन स्क्वायर कस स्क्वायर इज इक्वल्स टु 1, यो सबै के छ, यो त्यस्तै कोसेक स्क्वायर ए माइनस कट स्क्वायर ए इज इक्वल्स टु 1, यो सबै के छ, ट्रिग्नोमेट्रिक आइडेन्टिटिजहरू छन्। तर यस टपिक के रहेको छ भने कन्डिसन अफ ट्रिग्नोमेट्रिक आइडेन्टिटिज, यानि ट्रिग्नोमेट्रिक आइडेन्टिटिजमा केही कन्डिसन्सहरू। त्यस्तै यो हाम्रो के भएछ, यो हाम्रो भइहाल्यो ट्रिग्नोमेट्रिक आइडेन्टिटिज छ, तर कन्डिसन अफ ट्रिग्नोमेट्रिक आइडेन्टिटिज अलगै छ, बेग्लै कुरा हो। त्यसपछि ट्रिग्नोमेट्रिक आइडेन्टिटी, यो आइडेन्टिटीको मतलब भन्नाले के हुन्छ भने आइडेन्टिटीको मतलब पहिचान हुन्छन्। आइडेन्टिटीजको अर्थ हुन्छ ट्रिग्नोमेट्रिक पहिचान, यानि ट्रिग्नोमेट्रिकको पहिचानहरूको। अब यसको सिम्पल डेफिनेसनतिर लाग्नुहुन्छ भने यसले के भन्न खोजिन्छ भने सम ट्रिग्नोमेट्रिक आइडेन्टिटिज, केही ट्रिग्नोमेट्रिक आइडेन्टिटी जस्तै यो सबै भइहाल्यो, विच आर ट्रु फर सर्टन कन्डिसन, मतलब त्यो चाहिँ केही सर्टन कन्डिसन अन्तर्गत ट्रु हुन्छ, गिभन कन्डिसन, सच आर कल्ड कन्डिसनल आइडेन्टिटिज। त्यस्तोलाई के भनिन्छ भने कन्डिसनल आइडेन्टिटिज भनिन्छ। यहाँ हेर्न सक्नुहुन्छ डिफिनेसनै भनेछ कि सम ट्रिग्नोमेट्रिक आइडेन्टिटी भनेको केही ट्रिग्नोमेट्रिक आइडेन्टिटिजहरू, जस्तै योहरू एउटा छ, र थुप्रै छ, धेरै नै ट्रिग्नोमेट्रिक आइडेन्टिटीहरू छ। तपाईँहरूले मात्र केही मात्र थाहा छ, तर धेरै नै ट्रिग्नोमेट्रिक आइडेन्टिटी छन्। तर त्यो के हुन्छ भने विच आर ट्रु फर सर्टन कन्डिसन, त्यो चाहिँ केही ट्रु हुन्छ केही कन्डिसनमा, र त्यस्तो गिभन कन्डिसनमा ट्रु हुनुको साथ त्यस्तो आइडेन्टिटीलाई के भन्छ भने सच आइडेन्टिटी इज कल्ड कन्डिसनल आइडेन्टिटी। जसरी एउटा इक्जाम्पलमा अब हामीहरू के कस्तो आइडेन्टिटीको कुरा गर्नेछौँ भने जसरी तीनवटा एङ्गल छ ए बी र सी, इक्जाम्पल हो। यो तीनवटा एङ्गल छ र यो तीनवटाको एङ्गललाई सम गर्दा 180 आउँछ, यो थाहा नै छ। र 180लाई हामी सिम्पली यो पाइ लेख्न सक्छौँ। सो यो मतलब तीनवटा एङ्गल छ, त्यसको सम गर्दा 180 आउँछ या त पाइ आउँछ। अब हामी के गर्छौँ भने अब यहाँबाट हामीहरू के निस्काउन सक्छौँ भने 180 माइनस सी, त्यस्तै ए प्लस सी इज इक्वल्स टु 180 माइनस बी, त्यस्तै बी प्लस सी इज इक्वल्स टु 180 माइनस ए लेख्न सक्छौँ। यो भइहाल्यो के छ हाम्रो भ्यालुहरू, कि हामीहरूले के निस्क्यो भने ए प्लस बी प्लस सीलाई तिनटै एङ्गललाई यो के छ भने बी यो एङ्गल छ हाम्रो, यो एङ्गललाई सम गर्दा 180 आउँछ र यसबाट यति भ्यालु निकाल्यो। अब के छ भने अब यसको तर्फ ल्याउँ, जसरी के पढेछौँ भने अब हामी यहाँबाट सो यति अब यो सबै कुरा ट्रिग्नोमेट्रिक आइडेन्टिटिजको बारेमा जान्नुभयो कि के छ, र कन्डिसनल ट्रिग्नोमेट्रिक आइडेन्टिटिज भन्नाले के भनिदिन्छ। र त्यसपछि यो एउटा एङ्गल छ इक्जाम्पलमा, यो जस्तै यसलाई हामी कन्डिसनल आइडेन्टिटीको रूपमा लिन सक्छौँ। कन्डिसनल, यो चाहिँ कन्डिसनल आइडेन्टिटिज हो, यो कन्डिसनल आइडेन्टिटिज हो।
र यस कन्डिसनल आइडेन्टिटीबाट हामी यस्ता यस्ता मतलब थुप्रै भ्यालुहरू निस्कायो यहाँबाट, यहाँ हेर्न सक्नुहुन्छ। अब यहीलाई हामीहरू के गर्छौँ फर्दर डिराइभ गर्छौँ। सो यही हो ट्रिग्नोमेट्रिक आइडेन्टिटिज र कन्डिसनल ट्रिग्नोमेट्रिक आइडेन्टिटीहरू जान्नुपर्ने यो कुराहरू। अब यो कुराहरूलाई अब के छ भने यो सबै कुराहरूलाई यो जुन भ्यालुहरू आएको छ यो कुराहरूलाई अब डिराइभ गर्छु साइन कस र ट्यानको फर्महरूमा। सो यो मेटिदिइरहेको छु। सो अब के गर्छु भने हामीहरूको के थियो भने तिनटै एङ्गललाई सम गर्दा 180 आउँथ्यो, 180 आएको थियो। त्यसपछि त्यसैको गर्दा हामी यसको भ्यालुहरू सिम्पली भन्न सक्नुहुन्छ निस्कायो। अब के छ भने अब यो जुन छ नि पालोपाली गरी यसमा हामीहरू के गर्छौँ भने यहाँ हामी साइनलाई जुन यो फर्स्ट यो यसलाई हामी 1 मानिदिरहेको छु, यसलाई 2 मानिदिरहेको छु र यसलाई हामी 3 मानिदिरहेको छु। अब के छ भने 1 जुन छ यसमा हामी के गर्छौँ भने दुईटैतर्फ साइनले मल्टिप्लाई गर्छौँ। अब मल्टिप्लाइङ साइन इन बोथ साइड। त्यस्तै यदि साइनले मल्टिप्लाई गर्नुहुन्छ भने साइन ए प्लस बी र यता साइन यो आइन्छ। अब थाहा नै छ कि त्यो यो कुराहरू थाहा नै छ कि यो के छ भने 180 माइनस सी, यानि यो भन्नाले 180 सिम्पल छ और यता साइन 180 माइनस सी। यसको अर्थ के छ भने यो साइनको भ्यालु चाहिँ यो क्वाड्रेन्टमा 180 छ, 180 मतलब यो क्वाड्रेन्ट सेकेन्ड क्वाड्रेन्टमा पढिन्छ। त्यस्तै यो छ यो क्वाड्रेन्टमा पढिन्छ भने यसमा त अल पोजिटिभ हुन्छ, यसमा तिम्रो तपाईँको साइन र कसेक पोजिटिभ हुन्छ र त सबै नेगेटिभ, यसमा ट्यान र कट पोजिटिभ, त्यसपछि यसमा कस र सेक पोजिटिभ हुन्छ, नत्र सबै के हुन्छ भने नेगेटिभ हुन्छ। सो भन्नाले यो के छ भने सेकेन्ड क्वाड्रेन्टमा परिरहेछ हाम्रो, र सेकेन्ड क्वाड्रेन्टमा हामी सिम्पली के लेख्छौँ भने यहाँ छ हामी यसलाई साइन सी लेख्छौँ। अब कसरी लेख्छौँ भने यहाँ के छ भने के छ यहाँ हेर्न सक्नुहुन्छ भने यो ओड छ सरी इभेन छ। कसरी इभेन छ भने 2 × 90 माइनस सी भन्नाले यो के छ इभेन छ। सो इभेनमा हुन्छ भने साइन नो चेन्ज, मतलब यो चेन्ज हुँदैन र क्वाड्रेन्ट सेकेन्डमा पर्छ, सेकेन्डमा पोजिटिभ हुन्छ, त्यस्तैले यो सी भइहाल्यो। यसैको जस्तै कसलाई यस्तो बोथ साइड मल्टिप्लाई गर्छु एकचोटि। अब मल्टिप्लाइङ कस इन बोथ साइड अब कसलाई मल्टिप्लाई गर्छु त कस के आउँछ ए प्लस बी र कस सिम्पली तपाईँहरूको बुझ्नको लागि म यहाँ 180 को प्रयोग गरिरहेको छु। अब कस यानि यहाँ कस भन्नाले सेम छ, यसमा के छ भने कस 2 × 90 माइनस सी। सो यसमा के हुन्छ भने तपाईँहरू हेर्न सक्नुहुन्छ कि यो पनि के छ सेकेन्ड क्वाड्रेन्टमा परिरहेको छ, तर सेकेन्ड क्वाड्रेन्टमा मात्र साइन र कसेक पोजिटिभ हुन्छ, नत्र सबै नेगेटिभ हुन्छ। तो सो यानि यो पहिला हेर्नु कि कस साइन चेन्ज हुन्छ कि हुँदैन, चेन्ज हुँदैन। त्यस्तैले यहाँ के हुन्छ भने हाम्रो भइहाल्यो कस माइनस कस सी। अब माइनस सी माइनस कस किन माइनस यहाँ सेकेन्ड क्वाड्रेन्टमा कस चाहिँ माइनस हुन्छ, तर यो दुवै पोजिटिभ र सबै माइनस, त्यसैले यहाँ माइनस। यस्तै सेम अब सेम ट्यानसँग गर्नुपर्छ, मल्टिप्लाइङ ट्यान मल्टिप्लाइङ ट्यान इन बोथ साइड्स, मल्टिप्लाइङ ट्यान इन बोथ साइड। सो ट्यान इज इक्वल्स टु ए प्लस बी ट्यान 180 माइनस सी। सो यसलाई अब यो माथि जस्तो भन्नु परेन, यो माइनस ट्यान सी हुन्छ। सो माइनस ट्यान सी हुन्छ यसलाई, किनभने यसमा पनि ट्यान के हुन्छ सेकेन्ड क्वाड्रेन्टमा परिरहेछ, 180 माइनस सी भन्नाले सेकेन्ड क्वाड्रेन्टमा माइनस हुन्छ। त्यसपछि के छ भने यो इभेन छ भने नो चेन्ज छ, यो भइहाल्यो सिम्पली हाम्रो के फर्मुला के को फर्स्ट कन्डिसनको लिएर यो भइहाल्यो हाम्रो फर्स्ट कन्डिसनलाई युज गरेर हामीहरू के भन्न सक्छु भने के कन्क्लुजन दिन सक्छु लास्टमा अन्तिममा गएर कि साइन ए प्लस बीलाई यो कन्डिसनको अनुसार हामी
यसलाई sin c लेख्न सकिन्छौँ। त्यस्तै cos a प्लस b लाई हामी के लेख्न सकिन्छौँ माइनस cos c पनि लेख्न सकिन्छौँ। त्यसपछि tan a प्लस b लाई हामी के लेख्न सकिन्छौँ माइनस tan c पनि लेख्न सकिन्छौँ यो कन्डिसन अनुसार। त्यसैले यसलाई के भनिन्छ भने कन्डिसनल ट्रिग्नोमेट्रिक आइडेन्टिटी भनिन्छ। हामीले के गर्यो योभन्दा अघि यो इक्वेसन 1 लाई हामीहरू के गर्यो योको फर्महरू चेन्ज गर्यो, यसरी निस्काउन सिक्यो। त्यस्तै अब इक्वेसन 2 लाई सिमिलरली प्रोसेस फलो गर्नुहुन्छ भने इक्वेसन 1 जस्तो, सो त हाम्रो आउटपुट के आउनु छ भने हाम्रो रिजल्ट के आइन्छ भने sin a आइन्छ। फेरि cos लिनुहुन्छ भने यसमा माइनस cos a आउँछ। त्यस्तै tan लिनुहुन्छ भने tan b प्लस c इज इक्वल्स टू यो लिनुहुन्छ भने माइनस tan a आउँछ। यो के को लागि छ, यो 2 नम्बरको लागि छ। त्यस्तै सेम अगेन प्रोसिजर फलो गर्नुहुन्छ भने इक्वेसन 3 सँग अघि त यहाँ हाम्रो के आउँछ भने sin a प्लस c इज इक्वल्स टू sin b भन्न सकिन्छौँ हामी। त्यस्तै cos a प्लस c भन्नाले हाम्रो माइनस cos b हुन्छ। त्यस्तै tan लाई a प्लस c गर्नुहुन्छ भने माइनस tan b हुन्छ। यो कसको लागि छ भने यो इक्वेसन 3 को लागि छ। सो फर्स्टमा हामीहरू यो जान्न सिक्यो, मतलब यसको यो फर्मुलाहरू थाहा हुनु पर्यो। सोल्भ गर्नको लागि के गरिन्छ भने एससीमा यो कन्डिसन दिइदिन्छ र सर्टेन इक्वेसनलाई प्रुभ गर्न भनिदिन्छ। त्यस्तैमा यो सबै कुराहरू त्यता युज गर्नुपर्छ कि कुन चाहिँ युज गर्दा बेटर हुन्छ भने त्यो थाहा हुनुपर्छ। तर यो गरेर यो त लेख्नु नै पर्छ, यो पछि यो सबै र चाहिने अनुसार साइन कस टेन के को आवश्यक छ भने त्यता त्यो क्वेसनलाई हेरेर हामी त्यहाँ लिन्छौँ। त्यसपछि के छ भने अब चाहिँ यो त के को छ भने a प्लस b प्लस c। अब एउटा अझै छ के छ भने एउटा अझै छ कन्डिसनल इक्वालिटी, त्यसको जान्नुपर्छ। सिम्पली छैन त्यो के छ भने कि यसैमा नि यही जुन यो तपाईँ हेर्नु भइरहेछ यो कन्डिसन, यही कन्डिसनमा सिम्पली के गरेछ भने अब त्यो सेकेन्ड स्टेपमा कि यसलाई डिभाइड गरिदिएको छ 2 ले। अब त्यो डिभाइड यदि 2 ले गर्नुहुन्छ भने के कस्ता चेन्जेस आउँछ यो सबै कुराहरूमा, त्यहीले नै यहाँ यो के छ भने हाम्रो सेकेन्ड फेजमा सिक्छौँ। सो अब हामी के को सेकेन्डको कुरा गर्छौँ। यो भयो हाम्रो चाहिँ कन्डिसन 1। त्यस्तै कन्डिसन सेकेन्डको कुरा गर्छौँ। सो सेकेन्ड कन्डिसनमा के छ भने सिम्पली कन्डिसन 1 लाई के गरेछ भने डिभाइड गरिएछ 2 ले बोथ साइडमा। त्यो यसरी गरिएको छ सेकेन्ड कन्डिसनमा, डिभाइडिङ बोथ साइड बाई 2। सिम्पली यसरी भन्न सक्नुहुन्छ या त यसरी भन्न सक्नुहुन्छ। सो किन यो 2 क्यान्सल भइहाल्छ, त्यहीले भइहाल्यो। अब हामी यसलाई यसरी पनि लेख्न सकिन्छौँ छुट्याएर। त्यस्तै यसलाई 90 लेख्न सकिन्छौँ या त यसलाई यस्तै हाल्न सकिन्छौँ। अब के छ भने सेम हामी के गर्छौँ भने यसको लागि अब त्यो गर्छौँ जसरी हामी कन्डिसन 1 लाई a प्लस b इज इक्वल्स टू 180 माइनस c गर्यो, त्यस्तै गरेर दुईटालाई एकतर्फ गर्छौँ। अब के गर्छौँ भने दुईटालाई एकतर्फ जसरी यो छ लाई हामी अब के गर्छौँ भने 19 माइनस c बाई 2 लाई के दिइरहेको छु इजी सम्झनको लागि, इजी अन्डरस्ट्यान्डिङको लागि। त्यस्तै a बाई 2 र c बाई 2 लाई के छ भने 90 माइनस b बाई 2 र b बाई 2 अपन c बाई 2 इज इक्वल्स टू 90 माइनस a बाई 2। सेम छ, सेम कन्डिसन नम्बर 1 जस्तो छ। यसमा मात्र के छ भने तल 2 आएछ र त्यो 2 ले धेरै नै के छ चेन्जेस हुन्छ। सो र स्टेप सेम फलो गर्नु छ जसरी क्वेसनमा हामी कन्डिसन 1 मा गर्यो, डिफ्रेन्ट भ्यालुहरू निस्कायो। सेम कन्डिसन सेम प्रोसेस यहाँ पनि हामी फलो गर्छौँ। कन्डिसन फरक छ तर त्योले के कस्ता चेन्जेस ल्याइरहेछ हाम्रो फर्मुलाहरूमा त्यो अब हेर्छौँ। जसरी अब म यो 1 2
3। अब के छ भने त फर्स्टलाई यदि मैले साइनले मल्टिप्लाई गर्छु, साइनले मल्टिप्लाई गर्छु, बुझ्नु होला त्यो ल्याङ्ग्वेजहरू त्यति लेख्न आवश्यक पनि छैन। साइनले यदि मल्टिप्लाई गर्छु सिधै लेखिदिन्छु मल्टिप्लाई गर्छु भने a प्लस यो b प्लस 2 इज टू साइन 90 माइनस c/2। अब यता हेर्न सक्नुहुन्छ भने कि यो जुन हेर्नुभएछ यो चाहिँ यो त ठिक छ, यतिकै लेख्न सकिन्छौँ हामी, यतिकै लेख्छौँ। अब हेर्नुको कुरा कहाँ छ भने यो जुन तपाईँ हेर्नु भइरहेछ यो के छ भने यसलाई हेर्नुहुन्छ भने यो इभेन छ, सरी इभेन होइन, यो अड छ भने हामीहरूलाई थाहा नै छ कि थीटा माइनस c छ। सो यदि अड छ भने यो चेन्ज हुन्छ, इभेन छ भने नो चेन्ज हुन्छ, यो हामी पढेछौँ। र यो के छ भने यता हेर्न सक्नुहुन्छ कि यसलाई गर्दा हुन्छ, यो चाहिँ के छ भने 90 माइनस c/2, यानि यसलाई भन्नालेको अर्थ के भनिरहेछ, यो हाम्रो 90 भइहाल्यो, पुरै 90 यो भइहाल्यो 0 माथि यो 90। सो यो 90 माइनस c/2 भन्नाले 90बाट यता पढिरहेछ, यानि फर्स्ट क्वाड्रेन्टमा पढिरहेछ। त्यो यो फर्स्ट क्वाड्रेन्टमा छ भने हामीले थाहा नै छ कि फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ हुन्छ, साइन कस ट्यान कट सेक कसेक सबै के हुन्छ, पोजिटिभ हुन्छ। र यो पोजिटिभ हुन्छ साथसाथै यो पनि थाहा छ कि साइन चाहिँ यदि अड छ भने चेन्ज हुन्छ, र चेन्ज हुँदा के हुन्छ भने साइन चाहिँ कसमा चेन्ज हुन्छ, कस चाहिँ फेरि त्यही भाइस वर्सा, यहाँ लेख्न परेन भाइस वर्सा। त्यस्तै ट्यान चाहिँ केमा चेन्ज हुन्छ, कटमा चेन्ज हुन्छ, र यो पनि भाइस वर्सा, र कसेक चाहिँ सेकमा चेन्ज हुन्छ, र भाइस वर्सा हुन्छ। यो त यदि थाहा छ नि, यदि थाहा छैन भने जानकारी गरिदिनु एकदमै नै इम्पोर्टेन्स कुरा हो। त्यसपछि के छ भने यो चाहिँ फर्स्ट क्वाड्रेन्टमा परिरहेछ, र यो चाहिँ अड छ, त चेन्ज हुन्छ। त्यो चेन्ज भएर के आउँछ यता हाम्रो के हुन्छ भने यो साइन केमा चेन्ज हुन्छ, कसमा। अब कस c/2 पोजिटिभ हुन्छ कि नेगेटिभ, पोजिटिभ हुन्छ। किन हुन्छ पोजिटिभ हुन्छ, किनभने यो हाम्रो फर्स्ट क्वाड्रेन्टमा छ, र फर्स्ट क्वाड्रेन्टमा सबै पोजिटिभ हुन्छ। यस्तै अब कसको सँगै गर्छु, कस a/2 प्लस b/2 इज इक्वल्स टू कस 90 माइनस c/2। अब सेम चाहिँ यसलाई यस्तै लेखिदिन्छौँ। त्यसपछि यसलाई के लेख्छौँ भने कसलाई के छ, यो पहिला अड छ, 90 भनेको नै अड हो, 1 × 90 भनेर अड हो। त्यस्तै यसलाई के छ भने साइनमा चेन्ज हुन्छ, साइन c/2 यहाँ पोजिटिभ हुन्छ, फर्स्ट क्वाड्रेन्टमा परिरहेछ सिम्पली। त्यस्तै ट्यानको गर्छु भने ट्यान a/2 र b/2, यसले गर्नुहुन्छ भने ट्यान 90 माइनस c/2 हो, र पोजिटिभ हुन्छ किनभने फर्स्ट क्वाड्रेन्ट छ। त्यस्तै ट्यान केमा चेन्ज हुन्छ, कटमा चेन्ज हुन्छ, त्यस्तै कट c/2 हुन्छ। यो भइहाल्यो हाम्रो के इक्वेसन 1 को डिराइभ गरेको फर्मुलाहरू। अब यस्तै सेम प्रोसेस इक्वेसन 2 र इक्वेसन 3 लाई पनि गर्छौँ। त्यसको आउटपुट के हुन्छ भने त हेर्नु होला। सो हामीले अबसम्म कन्डिसन 2 बाट यो सबै निस्कायो। त्यसपछि हामीहरूले इक्वेसन 1 बाट योभन्दा अघि साइन a/2 प्लस b/2 भन्नाले कस c/2 हरू, त्यस्तै यो कस a/2 प्लस b/2 इक्वल्स टू साइन c/2 गरेर यस्तो फर्मुलाहरू निस्कायो। त्यस्तै सेम प्रोसिजर हामीहरू अब के गर्छौँ भने इक्वेसन 2 र 3 सँग गर्छौँ भने हाम्रो एन्सर के आउँछ भने यदि हामी सिमिलरली प्रोसिजर यानी सेम प्रिन्सिपल फलो गर्नुहुन्छ भने इक्वेसन 2 बाट हाम्रो के आउँछ भने साइन a/2 प्लस c/2 छ भने हामी यहाँ कस b/2 लेख्न सकिन्छौँ। त्यस्तै कस a/2 प्लस c/2 इज इक्वल्स टू साइन b/2 लेख्न सकिन्छौँ। त्यस्तै ट्यान a/2 प्लस c/2 इज इक्वल्स टू ट्यान
सरी यहाँ tan हुँदैन, चेन्जेस भएर cot b/2 हुन्छ। यो जुन चाहिँ हाम्रो के छ भने इक्वेसन नम्बर 2 हो। इक्वेसन नम्बर 2 बाट गरेको डिराइभ गरेको फर्मुलाहरू त्यस्तै सेम हामी के गर्छौँ भने सेम प्रोसेस फलो गर्छौँ। इक्वेसन नम्बर 3 को लागि त भने हाम्रो एन्सर यो आउँछ साइन ए चाहिँ यहाँ b/2 प्लस c/2 लाई गर्नुहुन्छ भने साइन चेन्ज भएर कस हुन्छ, त्यस्तै कस a/2 आउँछ, त्यस्तै कस b/2 प्लस c/2 गर्नुहुन्छ भने यसले हामीले के दिन्छ साइन a/2 दिन्छ, त्यस्तै tan b/2 प्लस c/2 गर्नुहुन्छ भने tan चेन्ज भएर कट दिन्छ, त्यस्तै सेम मिस्टेक सरी a/2 हुन्छ। सो यो चाहिँ हाम्रो के इक्वेसन नम्बर 3 बाट आएको आउटपुट। सो यो छ हाम्रो आजको लेक्चर एकदमै नै फुल डिटेलमा हो। कन्डिसन 1 र कन्डिसन 2 लाई डिराइभ गर्यो एकदमै नै बेसिक्सबाट र कसरी यो सबै फर्मुलाहरू डिस्क्राइब गर्यो त्यो सबैहरू कुराहरू सिके आजको लेक्चरमा। र अब एउटा क्वेसन्स गर्नेछौँ जसले तपाईँहरूको डाउट क्लियर गरिदिन्छ। तपाईँहरूको डाउट क्लियर गर्नको लागि मैले एउटा क्वेसन्स लिएको छु र यो क्वेसन्सलाई हामी अब सोल्भ गर्नेछौँ। त्यस्तै यहाँ क्वेसन्सले के दिएछ भने 180 हुन्छ, जसरी a प्लस b प्लस c इज इक्वल्स टू 180 दिएछ, त्यस्तै a प्लस b प्लस 180 माइनस c हुन्छ। अब tan लिन्छु बोथ साइडमा, त्यहाँ हाम्रो के हुन्छ tan a प्लस b हुन्छ र tan 180 माइनस c हुन्छ। त्यस्तै अब छ tan a प्लस b, यो tan भन्नाले यो के सेकेन्ड क्वाड्रेन्टमा पर्छ। सेकेन्ड क्वाड्रेन्टमा हामीले डिस्कस गरे नै कि माइनस हुन्छ tan र यहाँ c हुन्छ, किनभने यहाँ इभेन छ भने नो चेन्ज। त्यस्तै अब के छ भने tanलाई के गर्छु भने tan a प्लस b त्यो फर्मुलामा के छ भने कम्पाउन्ड एङ्गलको फर्मुला हामीलाई थाहा नै छ। tan a प्लस b लाई हामी tan a प्लस tan b लेख्छौँ, त्यस्तै 1 माइनस tan a इन्टु के लेख्छु भने tan b लेख्छौँ इज इक्वल्स टू tan c। अब यसलाई त्यता गएर मल्टिप्लाई गरिदिन्छु भने के आउँछ tan a प्लस tan b माइनस यहाँ सरी माइनस छुटेछ tan c र tan a इन्टु tan b, त्यस्तै tan a प्लस tan b यहाँ के छ 1 माइनस tan c, 1 इन्टु tan c भन्नाले 1 माइनस tan c माइनस माइनस प्लस प्लस tan a इन्टु tan b र tan c भयो। अब यो माइनस हटाएर के आउँछ प्लस हुन्छ, tan a प्लस tan b प्लस tan c इज इक्वल्स टू tan a tan b र tan c। यो के भइहाल्यो प्रुभ भइहाल्यो। यो माथिको यहाँ गरेको यो प्रुभ गर्नु थियो, सो गर्नु थियो, जुन यहाँ प्रुभ भयो। आई होप आजको लेक्चरबाट तपाईँले नै केही नयाँ कुरा सिक्नुभएको होला र तपाईँहरूको बेसिक्सबाट यो सबै कुराहरू मतलब कन्डिसन्स अफ ट्रिग्नोमेट्रिक आइडेन्टिटिजहरूको बारेमा सिकेको होला। र आशा छ कि तपाईँहरू व्हाट्सएप ग्रुपमा जोइन हुनुहुन्छ र नोट्सहरू यसको नोट्स लिनको लागि नोट्सहरूको लाभ र क्वेसनहरूको लाभ उठाउनको लागि मिल्नेछौँ नेक्स्ट भिडियोमा, जसमा हामीहरू ट्रिग्नोमेट्रिक इक्वेसन्सको कुरा गर्नेछौँ र हाइट एन्ड डिस्टेन्स दुईवटा टपिक अहिले बाँकी छ ट्रिग्नोमेट्रिक्सबाट। एन्ड अहिलेको लागि म बिदा लिन चाहन्छु। जय किसान जय नेपाल।